नमस्कार साथीहरू, धेरै गन्थन नगरी आज सिधै विषय प्रवेश गर्छु। निर्वाचनको मुखमा सबैले बुझ्नुपर्ने एउटा कुरा गर्दैछु, ध्यान दिएर सुन्नुहोला। यो नेपालको संविधान, यसको भाग 21 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। त्यसको धारा 239 मा भनिएको छ, सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको भेटिए अनुसन्धान गर्ने र गराउने संवैधानिक अधिकार प्राप्त संस्था हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। भ्रष्टाचारीहरू यो आयोगदेखि थुरथुरी हुनुपर्ने हो, भ्रष्टाचारीहरूको दोलो काट्नुपर्ने हो यो आयोगले। भ्रष्टाचार झ्याप्पै रोकिनुपर्ने हो। यहाँ भएको व्यवस्था सही ढंगले सदुपयोग भएको भए त्यो अधिकार यो आयोगलाई संविधानले नै दिएको छ नेपालमा। के त्यो भएको छ त अहिलेसम्म? भएको छैन भने किन भएन त्यो थाहा छ तपाईलाई? जेनजी आन्दोलनको सबभन्दा पहिलो र मुख्य माग नै थियो भ्रष्टाचारको अन्त्य। भ्रष्टाचार हुनु भएन। म त भन्छु यो आयोगले आफूले पाएको यो जुन अधिकार छ, संवैधानिक अधिकार, त्यति अधिकार सही ढंगले सही समयमा र सही ठाउँमा प्रयोग मात्रै गरिदिन सकेको भएदेखि नेपालमा भ्रष्टाचार हुने थिएन, न त जेनजी आन्दोलन नै हुन्थ्यो। जति केसहरू अख्तियारले अहिलेसम्म बाहिर ल्याएको छ, पोलिटिकली एफिलिएटेड र सेलेक्टिभ केसहरू मात्र अहिलेसम्म बाहिर आएका छन्। धेरै हाई प्रोफाइल केसहरू जुन आउनै पर्थ्यो त्यो भित्रै दबिएर बसेका छन्। केही केसहरू अहिलेसम्म निस्केका छन्, तर राजनीतिक प्रेरित तरिकाले कसैले उचित ठानेको भरमा कसैलाई पछार्नको लागि र कसैलाई घुँडा टेकाउनको लागि मात्रै बाहिर आएका छन्। त्यसको कारण के होला? कारण आयोगमा छैन, कारण व्यक्तिमा छैन, कारण छ यसको गठन प्रक्रियामा। त्यो कसरी? अब आउनुहोस् हेरौं। संविधानको धारा 238 मा हेर्नुहोस् यहाँनिर अख्तियार गठन कसरी हुन्छ? राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा। अर्थात् संविधानमा संवैधानिक परिषद भन्ने एउटा बडी छ, त्यसले लु यसलाई अख्तियार प्रमुख बनाऊ भन्छ, राष्ट्रपतिले त्यसलाई बनाउँछन्, त्यति हो। अनि त्यो संवैधानिक परिषद भन्ने जुन बडी छ त्यसमा हुन्छन् चाहिँ को? त्यसको व्यवस्था पनि संविधानको धारा 284 मा गरिएको छ। एकपटक हेर्नुहोस् यहाँनिर। प्रधानमन्त्री अध्यक्ष भएको, अनि प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख मिलेर अख्तियारको प्रमुख आयुक्त र अरू आयुक्तहरू छान्छन्। त्यस्तो एउटा समिति छ। अझै ठ्याक्कै भन्ने हो भने राजनीतिक भागबण्डा हुन्छ अख्तियारको प्रमुख छान्ने बेलामा। जुन ठाउँमा सबभन्दा बढी भ्रष्टाचार हुने सम्भावना छ, जसले सबभन्दा बढी भ्रष्टाचार गर्ने सम्भावना छ, तिनै मानिसहरू मिलेर अख्तियारको प्रमुख छान्छन्। अनि घटेको घटै भयो भ्रष्टाचार देशमा। आउनुहोस्, रियल इन्सिडेन्ट, एउटा साँच्चै वास्तवमै घटेको एउटा घटना प्रमाण स्वरूप देखाउँदैछु यहाँनिर। विगतमा भएकै घटना हो। यो घटना हेरेपछि यो संस्थालाई कसरी राजनीतिक रूपमा पङ्गु बनाइएको छ त्यो तपाईले प्रश्न देख्न सक्नुहुन्छ। अहिले अख्तियार प्रमुख प्रेम कुमार राई छन्। उनी त्यो अख्तियार प्रमुखमा आउनुभन्दा अगाडि गृह सचिव थिए। व्हाइट बडी घोटाला काण्ड, नेपाल आयल निगमको जग्गा किन्दाखेरि भएको घोटाला काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड जस्ता धेरैवटा काण्डहरूमा उनको नाम मुछिसकेको थियो। जेनजी आन्दोलन सुरु हुनुभन्दा अगाडि उनको विरुद्ध मुद्दा नै परिसकेको थियो। त्यसको प्रमाण देखाउँदैछु म यहाँ, एकपटक हेर्नुहोस्। उनी एमाले नजिकका भनेर चिनिन्थे। 2020 मा केपी ओली प्रधानमन्त्री भएको बेलामा उनलाई अख्तियार प्रमुख बनाउने एउटा खेल सुरु हुन्छ। कानून अनुसार उनलाई अख्तियार प्रमुख बनाउनको लागि संवैधानिक परिषदमा 5 सदस्यीय कोरम चाहिन्थ्यो। त्यसमध्ये पनि बहुमतले निर्णय गर्नु पर्थ्यो। त्यस्तो कानून थियो त्यो बेलामा। त्यो बेला संवैधानिक आयोगमा को थियो त त्यसरी निर्णय गर्ने ठाउँमा? यहाँ हेर्नुहोस्, मैले नाम पढेर सुनाइन, तपाईहरु आफै पज गरेर हेर्नु होला। अब बुझ्नु होला नि, आफ्नो मान्छेलाई सभामुख र उपसभामुख बनाउनको लागि मरिहत्ते किन गर्छन् दलहरू भन्ने कुरा यो संवैधानिक परिषद हेरेर बुझ्न सक्नुहुन्छ तपाईहरुले। अनि यहाँनेर हेर्दाखेरि त्यो बेला एमालेकै बहुमत रहेछ त्यो परिषदमा। थपक्क आफ्नो मान्छेलाई अख्तियारको प्रमुखमा लगेर राखेको भए त भइहाल्थ्यो नि भन्ने सोच्दै हुनुहुन्छ होला तपाई। हो, त्यो बेलाको सरकारले गर्न खोजेको पनि ठ्याक्कै त्यही थियो। आफ्नो बहुमत भएको बेलामा आफ्नो मान्छे अख्तियारमा लगेर राख्न खोजेको थियो। तर समस्या के थियो भने त्यति बेला एमाले र माओवादी एकीकरण भएर एउटै दल भएको थियो। संवैधानिक परिषदमा 4 जना एमालेकै मान्छे थिए त्यहाँ, यही देख्न सक्नुहुन्छ तपाईले। एमालेको बहुमत पनि पुग्थ्यो, तर त्यसमध्येमा अग्नि सापकोटा माओवादीबाट आएका थिए। उनी प्रेम कुमार राईको नियुक्तिको विरुद्धमा थिए। अनि विपक्षी दलका नेता थिए शेरबहादुर देउवा। उनले पनि त्यो नियुक्तिको विरोध गर्दै बैठक नै बहिष्कार गरिरहेका थिए बारम्बार। त्यसो गर्दाखेरि एमाले र केपी ओलीलाई फसाद परिरहेको थियो। प्रेम कुमार राईलाई आयुक्त नियुक्ति गर्नको लागि बाधा परिरहेको थियो। कानून अनुसार 5 जना चाहिने जुन गणपूरक संख्या थियो त्यो पुगिरहेको थिएन। कस्ता कस्ता कानून त परिवर्तन गरेका ओलीलाई यो मूलक कानूनले कसरी छेक्थ्यो? उनले तुरुन्तै मौजुदा कानून नै परिवर्तन गरेर एउटा विधेयक ल्याइदिए। अब उपरान्त 5 जना होइन, गणपूरक संख्या 5 जना चाहिँदैन। जति जना उपस्थित हुन्छन् त्यो उपस्थित भएका मध्ये बहुमतले मनोनित गरे भने पुग्यो भन्ने खालको एउटा कानून ल्याइदिन्छन् उनले। लु जा त, के को कानून? मौजुदा कानूनले छेक्छ। कानून परिवर्तन कसरी गर्छ भन्ने कुरा सायद ओलीलाई सिकाउनु परेन, उनले गरे। त्यो बेला उनले संशोधन गरेको कानून म यहाँ देखाउँदैछु, प्रमाण नै देखाउँदैछु, गफ मात्रै होइन
मेरो एकपटक हेर्नुहोस्। अब आफ्नै हातमा डाडो पुनिङ भएपछि रोक्ने केले उनलाई? अग्नि सापकोटा र शेरबहादुर देउवा हेरेको हेरे भए बहिष्कार मात्रै गरे, उनीहरूले रोक्न सकेनन्। अख्तियारको प्रमुखमा प्रेम कुमार राई आएरै छोडे। अब भन्नुहोस्, एउटा दलले आफैले रोजेको मान्छेलाई कानून समेत परिवर्तन गरेर त्यहाँ ल्याएर राखिसकेपछि अब पछि भविष्यमा त्यही दलको बारेमा मुद्दा पर्यो, भ्रष्टाचारको मुद्दा पर्यो भने त्यो अख्तियार प्रमुखले त्यो मुद्दा हेर्छ कि हेर्दैन होला? के गर्ला? तपाईँ भएको भए त्यो ठाउँमा के गर्नुहुन्थ्यो? अब के यो तरिकाले देशमा भ्रष्टाचारको अन्त्य होला कि झन् बढ्ला? अख्तियार देखाउने दाँत मात्र बनेको यो एउटा उदाहरण हो। जम्मा यस्ता अरू दर्जनौं उदाहरणहरू दिन सकिन्छन्। अख्तियार मात्रै होइन, यसै गरी अरू पनि संवैधानिक आयोगहरूमा दलीयकरण भएको छ। अनि नेताहरू भन्छन् मैले भ्रष्टाचार गरेको पनि छैन, म भ्रष्टाचार गर्न पनि दिन्न, अनि पत्याउनेहरूले परर ताली बजाउँछन्। उल्टै यस्ता समाचार ल्याउने मान्छेलाई चाहिँ भडुवा भन्छन्, गाली गर्छन्। म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न। मेरो नीति हो म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न। भ्रष्टाचार म गर्दिन, म गर्न दिन्न। म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न। कुरा यहाँ सिद्धिएको छैन। माथि संवैधानिक आयोगमा एकजना सदस्य तपाईँले याद गर्नुभयो होला, प्रधान न्यायाधीश पनि छन्। यहाँ हेर्नुहोस्, न्यायका मूर्ति। कसैले न्याय दिएन भने पनि अन्तिम न्याय दिने संस्था हो सर्वोच्च अदालत, त्यहाँका प्रमुख हुन् प्रधान न्यायाधीश। अब आउनुहोस्, प्रधान न्यायाधीश चाहिँ कसरी नियुक्त हुने रहेछन् त्यो पनि एकपटक हेरिहालौं। यसको व्यवस्था छ संविधानको धारा 129 मा। हेर्नुहोस् यहाँनिर, यहाँ पनि संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको नियुक्ति हुन्छ भनिएको छ। अर्थात् अख्तियार प्रमुखको नियुक्तिमा जे चलखेल हुन्थ्यो, प्रधान न्यायाधीशको नियुक्ति हो भने ठ्याक्कै त्यही चलखेल हुने सम्भावना देखियो यो ठाउँमा। अहिलेसम्म भइराखेको पनि त्यही हो। अनि तपाईहरू प्रधान न्यायाधीशले चाहिँ न्याय दिएनन्, न्यायाधीशमा दलका मान्छेहरू गए, दलका मान्छेलाई किन भर्ती गरियो भनेर प्रश्न सोध्नुहुन्छ। दलका मान्छेहरू बसेर भर्ती केन्द्र बनाइएको समितिले कसलाई सिफारिस गरोस्? दलको झोला बोकेन भने प्रधान न्यायाधीश हुन सक्ने सम्भावनै छैन नेपालमा। न्यायमूर्तिहरूले के गरून्? संविधान र कानून नै त्यस्तो बनाइदिइसकेपछि तपाईहरू दोष दिनुहुन्छ न्यायालयलाई, अदालतलाई। कोदो रोपेर धानको आश गरेपछि यस्तै हुन्छ। सारांशमा यहाँ मानिसहरू खराब भएर देश बिग्रिएको होइन, सिस्टम नै करप्टेड छ, सिस्टममा भाइरस लागेको छ। सिस्टमलाई एक दुई ठाउँमा टालटुल गरेर पुग्दैन, यसलाई ओभरअल नै गर्नुपर्ने बेला भएको छ। संविधान र कानूनमै खोट छ, व्यवस्थामै खोट छ, व्यक्तिमा खोट होइन। त्यो बदल्ने कसले? अब त्यो मुख्य प्रश्न। अब एकछिन जेनजी आन्दोलन सम्झिनुहोस्, उनीहरूको माग, मुख्य माग भ्रष्टाचार विरुद्ध आन्दोलन सम्झिनुहोस्। त्यसको लागि त्यहाँ मारिएका युवाहरू सम्झिनुहोस्, तिनको रगतमाथि ओढाइएको कपडा सम्झिनुहोस्, अनि त्यसैको आधारमा गरेको अहिलेको निर्वाचन सम्झिनुहोस्। निर्वाचन आउँदैछ, अब भोट दिनु अघि माथिको सिनारियो एकपटक सम्झिनुहोस्, मुटुमा हात राखेर एकपटक भन्नुहोस्, अनुहारले सिस्टम ठिक गर्न सक्ला? कानून र संविधान नै परिवर्तन नभई त्यहाँभित्र भएका बिग्रिएका व्यवस्थाहरू नसुधारुन्जेलसम्म देशबाट भ्रष्टाचार निर्मूल हुनेवाला छैन। जसले यसलाई बदल्ने तरिका जानेको छ, जसले यो प्रब्लम आइडेन्टिफाई गरेको छ, जसले यो बदल्छु भनेर दृढ संकल्प गरेको छ, उसलाई भोट दिनुहोस्। उसको ज्ञान कति छ त्यो हेर्नुहोस् र उसको क्षमता छ कि छैन त्यो हेर्नुहोस्। नयाँ सोच चाहिएको हो देशलाई, नयाँ दृष्टिकोण चाहिएको हो, सिस्टममा परिवर्तन चाहिएको हो, कानून र संविधानमै परिवर्तन चाहिएको हो, त्यो बुझ्ने मान्छे चाहिएको हो। पुरानै दलभित्र पनि राम्रा मान्छेहरू छन् र यो बिग्रेको सिस्टम ठिक पार्छु भन्ने संकल्प छ र तपाईलाई विश्वास लाग्छ भने तिनीहरूलाई भोट दिनुहोस्। नयाँहरूमा यो संकल्प छ भने नयाँहरूलाई भोट दिनुहोस्। अब मान्छे छान्ने बेलामा विचार गर्नुहोस्। चुनावी नारामा म अब बाटो बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु, बिजनेस टावर चलाइदिन्छु भन्नेहरूलाई होइन। करप्टेड सिस्टम म सुधारिदिन्छु, करप्टेड सिस्टमलाई म सही लिकमा ल्याउँछु र त्यो ल्याउने उपाय मसँग छ, यसरी यसरी ल्याउँछु भन्ने जो मान्छे छ त्यो चाहिएको अहिले देशलाई। गफाडीहरू होइन, काम गर्ने मान्छे चाहिएको, काम गर्ने तरिका जानेको मान्छे चाहिएको, काम गर्ने ज्ञान भएको मान्छे चाहिएको देशलाई। देश सही दिशामा गयो र सिस्टम ठिक ठाउँमा आयो भने पुल बनाउने, बाटो बनाउने, बिजुली ल्याउने र भ्यू टावरहरू बनाउने काम 1 वर्षभित्रमा हुन्छन्, धेरै समय लाग्दैन। यदि कसैले त्यो नारा दिँदैछ भने त्यो ललिपप हो, ललिपपमा नफस्नु होला। अन्तिम मौका छ, अब त्यसको फाइदा उठाउनु होला। सही मान्छेलाई माथि पुर्याउनु होला। पहिला नै गनाइसकेका टेस्टेड करप्टेड मान्छेहरूलाई यसपालि पत्ता साफ गर्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि मलाई बिदा दिनु।